इन्फो प्लस यहाँलाई स्वागत छ कार्यक्रममा। अहिले पछिल्लो समयमा भारतीय युनिभर्सिटीहरूको डिग्री नेपालबाट बिस्तारै विस्थापित भएको देखिन्छ। यद्यपि यहाँले भने मद्रास युनिभर्सिटीको अफिलिएसनमा एमबिए कोर्स सञ्चालन गरिरहनु भएको छ। अरूले यो विस्थापित गर्दै जाने, तर तपाईँले यही कोर्स र यही युनिभर्सिटी छानेर नेपालमा कोर्स सञ्चालन गर्नुको पछाडि के हो कारण? पहिला कुरा त मद्रास युनिभर्सिटी भनेको साउथ एसियाको फर्स्ट युनिभर्सिटी हो, एक नम्बर। उसको पुरानो युनिभर्सिटीको फाइदा के हुन्छ भने संसारमा कुनै पनि कन्ट्रीमा जाँदाखेरि उसको अल्मुनाईहरू त्यहाँ हुन्छ र इक्विभ्यालेन्टको प्रब्लम हुँदैन। नयाँ युनिभर्सिटीको बारेमा धेरैले थाहा हुँदैन, त्यो एउटा रिकग्निसनको समस्या हुन्छ। त साउथ एसियाको पहिलो युनिभर्सिटी भएको हुनाले अल ओभर वर्ल्डमा जुन कन्ट्रीमा जाँदा पनि मद्रास युनिभर्सिटीको डिग्री रिकग्नाइज हुन्छ र इभन इक्विभ्यालेन्ट पनि गराउनु पर्दैन। अहिले पछिल्लो समयमा भारतीय युनिभर्सिटीको अफिलिएसनमा नेपालमा कोर्स सञ्चालन गर्ने संस्थाहरू बिस्तारै विस्थापित भएका छन् र उनीहरूले अन्य देशका युनिभर्सिटीको कोर्स चलाउन थालिरहेका छन्। यो अवस्थामा यहाँले भारतको मद्रास युनिभर्सिटीसँग अफिलिएसन लिएर एमबिए चलाइरहनु भएको छ। किन भारतीय युनिभर्सिटी र त्यो कोर्स, त्यसले नेपाली विद्यार्थीहरूलाई के फाइदा पुर्याउँछ? अनि पहिला हामी केमा क्लियर हुनु पर्यो भने पढाइ के को लागि, हामी के को लागि एमबिए गर्दैछौँ। एमबिए मात्र डिग्री लिने हो भने जहाँबाट पढे पनि भयो, जे गर्दा पनि भयो। तर एमबिएलाई रियली हामी एउटा प्रोफेसनल डिग्री लिन चाहन्छौँ भने त्यसको लागि हामीले क्लासरुम टिचिङ बाहेक, क्लासरुममा त जुन एउटा जेनरल मेथोडोलोजी छ टिचिङको त्यो छँदैछ, प्रोजेक्टरबाट पढाउने हैन, सबै त्यो विद्यार्थीहरूले प्र्याक्टिकल बेस्ड एजुकेसन दिने, त्यो बाहेक विद्यार्थीहरूको जुन प्रेजेन्टेसन केस स्टडीहरू रेगुलर रूपमा हुन्छ, त्यो बाहेक हामी डिफ्रेन्ट इन्डस्ट्रीसँग सहकार्य गरेर आफ्नो विद्यार्थीहरूलाई फिल्ड भिजिट गराउने, बाहिर लगेर अन द स्पट देखाउने कि डिफ्रेन्ट इन्डस्ट्री डिफ्रेन्ट अफिसहरू कसरी म्यानेज भएको छ र त्यहाँको म्यानेजरहरूको रोल एन्ड रेस्पोन्सिबिलिटी के हुन्छ र आफ्नो बिजनेसलाई अगाडि बढाउनका लागि त्यहाँको म्यानेजरहरू त्यहाँ जुन एमबिए पास गरेर जुन जब गर्दैछन् उहाँहरूले कुन मेथड युज गर्नुभएको छ। हामीले विदेशी युनिभर्सिटी भन्ने बित्तिकै एउटा पठन पाठनको कुरा मुख्य गरी चर्चामा आउने गर्छ। जस्तै नेपाली विश्वविद्यालयहरूले सञ्चालन गर्ने कोर्स बढी मात्रामा थियोरिटिकल भयो, प्र्याक्टिकल हुन सकेन। हामीले जो विद्यार्थी नेपालबाट बाहिरिरहेका छन् उनीहरूलाई पनि प्रश्न सोध्ने गर्छौँ। उनीहरूले भन्ने गर्छन् नेपालमा व्यावहारिक शिक्षा नै छैन। तपाईँले जुन युनिभर्सिटीको कोर्स सञ्चालन गर्नुभएको छ, विद्यार्थीहरूको व्यावहारिक दक्षताका लागि यसले खासमा कसरी मद्दत पुर्याउँछ? उनीहरूको स्किल कसरी इन्हान्स गर्छ? एमबिए प्रोग्राम 2015 जनवरी सेसनदेखि मात्र सुरु गरेको हो, तर यति कम समयमा पनि 100 स्टुडेन्टभन्दा बढी एमबिए पढ्दैछन्। त्यस कारणले के लाग्छ भने स्टुडेन्टहरूले पनि मद्रास युनिभर्सिटीको इम्पोर्टेन्स बुझेको छन् र मद्रास युनिभर्सिटी मात्रै होइन, वेलहम्स कलेजमा जुन पढाइ हुन्छ त्यो पढाइबाट विद्यार्थीहरू सन्तुष्ट भएर नै यति कम समयमा 100+ एमबिए स्टुडेन्ट त्यहाँ भर्ना भएको छन्। यहाँहरूले प्रचार प्रसारमा भन्ने गर्नुभएको छ एमबिए 83 क्रेडिट आवर भनेर प्रचार गर्नुभएको छ। यो भन्न खोजेको के हो? यसले कसरी फाइदा पुर्याउँछ विद्यार्थीहरूलाई? एक्चुअली 83 क्रेडिट आवर जुन बनाएको हुन्छ त्यो कोर्स कन्टेन्टको आधारमा हुन्छ। मोर क्रेडिट आवर मिन्स मोर कोर्स कन्टेन्ट। त्यस कारणले यो युनिभर्सिटीमा पढ्ने विद्यार्थीले बढी कोर्स पढ्न पाउँछ, उसको कोर्स कन्टेन्ट बढी भएको हुनाले उसको नलेज इनरिचमेन्ट बढी हुन्छ, प्लस उसलाई एमबिएको जुन एउटा पर्फेक्ट प्रोफेसनल बन्नमा पनि यसले हेल्प गर्छ। अर्को इन्ट्रेस्टिङ कुरा, यहाँले महिलाहरूलाई विशेष सहुलियतमा पढाउने भन्नुभएको छ। यसको पछाडिको कारण के हो? हाउसवाइफहरूलाई वा म्यारिड आइमाईहरूलाई एउटा इम्पावरमेन्ट गर्नको लागि, विमेन इम्पावरमेन्ट गर्नको लागि हामीले पनि केही सहयोग गर्न सक्छौँ भने आफ्नो तर्फबाट गरौँ। त्यस कारणले केही डिस्काउन्टेड रेटमा उहाँहरूलाई एमबिए गराउन हामी प्रयास गरेका छौँ। अरू विद्यार्थीभन्दा उहाँहरूको फी धेरै डिस्काउन्ट रेटमा हुन्छ। त्यो स्पेसली म्यारिड विमेनहरूको लागि हो। विशेष गरी जो विद्यार्थीहरू अब एमबिए इन्टेकमा पढ्न चाहन्छन् र विशेष गरी भारतको डिग्री नेपालमै बसेर पढ्न चाहने ती विद्यार्थीहरूका लागि यहाँको अन्तमा मेसेज के छ? जुन विद्यार्थी एमबिए गर्न चाहनुहुन्छ उहाँहरूलाई एउटै म के कुरा भन्न चाहन्छु भने ढुक्क भएर वेलहम्स कलेजमा भर्ना लिनु। इन्डियन युनिभर्सिटी भए पनि कहीँ कुनै किसिमको समस्या छैन, न त नेपाल सरकारबाट, न भारत सरकारबाट, न तमिलनाडु सरकारबाट, न युनिभर्सिटीबाट, कहीँबाट कुनै समस्या छैन। ढुक्क भएर भर्ना लिए हुन्छ। इन्फो प्लस।